ल गाइज नमस्ते फेरि डे टु है आज पनि खोलामा है पुरै चुर्लुममा डुब्यो झ्याममा निस्क्यो काम सकियो आज चाहिँ एक्लै छैन भाइहरू छन् मसँग पुरै कडा पार्कमा आउँदैछु म चाहिँ आज पुरा भिडियोहरु चाहिँ डुबेको भन्नु न आज त हिजो त डुब्नु बेलाभन्दा अगाडिसम्मको आउँथ्यो आज त पुरै आउँछ भाइहरूले खिचिदिइहाल्छन् म चुल्लोमा डुब्छु झुममा निस्किन्छु साबुन सकिहाल्यो यसो साबुन दले जस्तो गर्ने है ए बब्बाल फिल भइरह है हाँस्छ केटो स्वीकार भए यसो भ्लगमा आइदेऊ न यसो मिनी भ्लग हेलो हेलो जाडो छ तर उहाँलाई चाहिँ क्यानोपट्टि नुहाउनु परिरहेको उहाँको साबुन होल्ड गरिदिरहेको अब हिजो चाहिँ उहाँ एक्लै भएर डुबेको भिडियो हाल्न पाउनु भएन आज चाहिँ डुबेकै भिडियो आउँछ त्यसको लागि चाहिँ तपाईँ स्टे ट्युन हुनु होला ल है अरू हेर्ने यहाँ लास्टै माइनसमा छ यहाँ टेम्परेचर त्यही पनि दाइको यो दाइलाई लाइक गरौँ पहिला दाइलाई लाइक सब्सक्राइब त हानिदिइहालौँ ल अब मसँग अर्को भाइ नि छ भाइ एउटा पास आउट भाइ एउटा भर्खर पढ्दै गरेको भाइ हेलो गाइस भाइ तिम्रो नाम भनिदेऊ मेरो नाम कृष्ण काफ्ले म बस्ने घरमा बुटोल अनि अरू केही भन्दाखेरि होइन दाइ न्युज पेपरमा चेक गर्नु होला अर्को वर्ष सही गाइस अब आज अब त्यहाँ बनकुखुरा देखिन्छ है 1 मिनट भइहाल्यो होइन यहाँबाट भुत यता यता भाइ यता पुरै यता जाने अन्त ए अब खोला गएर एक चुर्लुन डुब्यो निस्क्यो आज चाहिँ मैले त पुरै टोली नै लिएर आएको छु नि गाइज यहाँबाट बनकुखुरा उठ्छ है हेर्नुहोस् है गाइज तपाईँहरूले यहाँ अब आवाज सुन्नुहुन्छ बनकुखुरा उठेको देखाउन त अब के देखाउने यस्तो गर्ने है यस्तो गरेपछि भयो हजुर ए पुरै अब हेर न यस्तो गरे नुहाइदियो भाइ है सकेन पानी त के छ कि एकचोटि डुब्यो निस्क्यो कहाँ हिजो नआएको आज त म साबुन नै लाउँदिनँ पानीमा डुब्यो निस्क्यो ल गाइस खोलामै है चराएर नुहाइसक्यो यार खै खत्रै खोला नि ठुलो यही हो भाइ म चाहिँ हिजो यहाँ नआएको होइन खासै गहिरो चाहिँ छैन यहाँ यहीँ नआएको म चाहिँ हिजो स्वीकार होइन तिमीलाई आनीलाई यहाँ खोलामा आउँदै गर्दा कस्तो लाग्यो मलाई चाहिँ एकदम जाडो भइरहेको दाइको कन्फिडेन्सलाई मान्नै पर्छ यस्तै पानीमा नुहाउनु अब माथि जाने कि नुहाइदिउँ भन्ने कुरा हो उता माथि यहीँ जाम हानेपछि सकिहाल्यो म त यहीँ जाम हानिदिन्छु अनि काम सकियो गयो डुब्यो ओहो भाइ उफ्रियो ल भाइ फेरि त्यहाँबाट यता आइदेऊ न त्यस्तो छैन यार चिसो छैन चिसो अब कहाँ जाऊँ भने अहिलेलाई यति गरौँ यस्तो घुम्नु पऱ्यो यो फन